सङ्घर्षको मसीले छापिएको त्यो एक शब्द परदेश। कहिले हाँसो कहिले आँसु, अनि कहिले दुःख त कहिले सुख, कहिले साथी सङ्गीको साथ त कहिले अविस्मरणीय याद, कहिले मिठा मिठा सम्झना, कहिले एक्लोपन अनि कहिले खाली मन। सायद यही त होला परदेशी जीवन। त्यही एक्लोपन हटाउनको लागि, त्यही खाली मनहरूमा अविस्मरणीय यादहरू भर्नको लागि गरिएको एक यात्रा, सिरा खावाको यात्रा। तपाईँहरू देख्न सक्नुहुन्छ, प्रशंसा गरेर कहिले नथाक्ने यीहरू मनहरू, रमिताहरू, अनि कहिले नथाक्ने आँखाहरू म कसरी वर्णन गर्न सक्छु। प्रकृतिको सुन्दर दृश्य।